सबैले भन्छ मेरो बाबा मरेको हो। यो हुन सक्दैन दाइ। दाइ यो के गर्नु भएको? अब लाउनुस् सुन, अब जोड्नुस् गडेरी। मेरो दाइलाई मारेर अब त आनन्द हुन्छ होला नि। मलाई हजुरको केही बाना सुन्नु छैन। गाउँका सबैले सहरमा घर घडेरी जोडिसके। तपाईले पठाएको पैसा त नुन र तेलमै सकिन्छ। यसपालि त मलाई अलि धेरै पैसा चाहियो है बुढा। मैले सुनका गहना बनाउनु छ, अरु मलाई केही पनि थाहा छैन। भाउजू उहाँ विदेशमा दाइले कति दुःख गरेर कमाउनु भयो होला। जे जस्तो छ त्यसैमा रमाउने हो। सुन घर घडी त बिस्तारै जोड्ने हो। त्यो स्याहार तेरो हुन्छ र। नानी तपाईले फेरि सधैँ आफ्नै दाइको पक्ष लिनुहुन्छ के? श्रीमतीले भने जति पैसा पठाउन नसक्ने भए किन विदेश जानु भएको त तपाईको दाइ फेरि? मम्मी बाबासँग धेरै पैसा नमाग्नु न, बरु धेरै चक्लेट लिएर घरमा आउन भन्नु न। त धेरै नबोल है। ठुला मान्छेका बीचमा आएर बोल्छे। जाऊ त खेल्न। जा भनेको सुनिनुहोस्। लौ न तपाईका दाइसँग तपाई नै कुरा गर्नु। दाइ भाउजूले जे भने पनि यताको केही तनाव नगर्नु है। टाइममा खानु, सुत्नु, आफ्नो शरीरको ख्याल गर्नु। बहिनी यहाँ म 55 डिग्रीको घाम नभनी खड्डानी तेरो भाउजूको माग पुरा गर्न सकिन्छ। म त धेरै थाकिसके नानी। तेरो भरिनीको राम्रोसँग ख्याल गरेछ है। मैले धेरै पैसा कमाउन सकिन। तेरो असल दाइ बन्न सकिन। तेरो भाउजूको असल श्रीमान बन्न सकिन। माफ गर नानी, म हारिसके जिन्दगीदेखि। म हारे नानी। दाइ त्यसो नभन्नु। हजुरले नि हिम्मत हारेपछि झन् कसरी हुन्छ र? दाइ दाइ हेलो हेलो दाइ 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 हेर्नु न, काकाले फेसबुकमा बाबा पङ्खामा चुम्बिएको फोटो हाल्नु भयो। अनि सबैले भन्छ मेरो बाबा मरेको हो। यो हुन सक्दैन दाइ। दाइ यो के गर्नु भएको? अब लाउनुस् सुन, अब जोड्नुस् गडेरी। मेरो दाइलाई मारेर अब त आनन्द हुन्छ होला नि। दाइ 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 यो हुन सक्दैन। म त हजुरको दाइलाई पैसा मात्रै पठाइदिनुहोस् भनेकी हो। तर अब मलाई पैसा चाहिन्न। मलाई मेरो बुढा चाहिन्छ। बुढा मम्मी अब
बाबाले चक्लेट ल्याइदिनुहुन्न। नमस्ते। जसले आफ्नो परिवारलाई खुसी बनाउन र हँसाउनका लागि परदेशी हो, आज उसैको हाँसो सदा सदालाई अस्ताएर गयो। त्यसैले परदेशीको पसिनालाई पैसाको तराजुमा कसैले पनि नजोखाउँ। उनीहरूको काँधमा यति ठुलो तनावको भारी पनि नबोकाइदिउँ जसले गर्दा उनीहरूको सास थिचियोस्। किनकि ज्यानभन्दा ठुलो पैसा होइन। यस्तै सन्देशमूलक भिडियोहरू हेर्नका लागि हाम्रो फेसबुक पेज शिव अफिसियलमा जोडिँदै गर्नुहोला, फलो गर्नुहोला र युट्युब च्यानलतिर पनि जोडिनु होला है। युट्युब च्यानलको नाम रहेको छ काइला अफिसियल। धन्यवाद। बाई बाई।